दाजु हामी आज के गर्दैछौँ अरे त आज हामी क्याम्पिङ जाँदैछौँ क्याम्पिङ जाँदैछौँ हामी We're on our way now. It's about halfway. हाफवे क्याम्पिङको साइटको नाम चाहिँ के अरे टिनारु पगन बे चाहिँ रेन फरेस्ट केन्सको रेन फरेस्ट अनि आज हाम्रो हुनेछ झरीवाला क्याम्पिङ तर पनि केही छैन हटेरी हो हामी यहाँ चाहिँ गाइजहरू सुतिरहेछन् के हो तिमीहरूको पारा मस्ती छ है अगाडि हाम्रो दादाहरू गइराख्नु भएको छ बाटो फेरि खराब छ है फेरि यहाँ के हो यस्तो 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 के हो यो यस्तो छ है रमाइलो छ वेलकम लाइक एन्ड सब्सक्राइब दाइ कतिवटा सब्सक्राइबर पाएँ हो मैले यहाँबाट छ तपाईको च्यानल दैलो यो ए अँ झ्याल पनि त्यही कन्फ्युज क्या होइन राम 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 कति छ है हालौ न अब के छ र होइन त्यो पनि फेरि बेटर हो है टक्क उठ्ने बित्तिकै चट्टसँगले ए क्याम्पिङ भ्लग बनाइदिउँ न भनेर के कसो कडा छ त अनि झरीवाला अब पानी पर्यो यार हिले क्याम्पिङ मेरो सेकेन्ड चोटि हो हिले ला कसले चाहिँ होइन एउटाले चाहिँ बोतलै पाउने भयो जस्तो होइन बोतलमै नि अनि गिलास सक्यो
अलिक धेर ल यतिको ठिकै छ त साग धुँदै हो मासु खाने टाइममा के को साग ए ल ल ल हुन्छ Sinking in and all this feels right. Catching a breeze, love moving through me like a wildfire, like a wildfire. जुलियन भाइ के हुँदैछ छाटकाट हुँदैछ माछा पर्ने ल ठिकै छ पेसेन्स यहाँ फिस पाउँदैन हौ यहाँ छैन फिस सुता अनि बल्छी 3 नम्बरको छ भने 2 नम्बरको सुता चाहिन्छ अनि सिभिल चाहिन्छ त्यस अनि त्यो सिभिल अनि त्यो मिल्नुपर्छ क्या त्यो मिलेन मात्रै हुन्छ त्यो मिलेन भने एक्सपर्टको भनाइ होइन उहाँसँग धेरै कुरा सिक्नु पर्ने रहेछ क्या होइन छ नि त एक्सपिरियन्स होइन त त्यतिकै अब बुढा उमेर त्यति पुगेको होइन होइन त मैले त भुटानदेखि नै खेलेर आएको त यस्तो त म चाहिँ पहिले हामी नै पर्छ भेनाएर हामी पहिले उता गएर 1.5 घन्टा 2 घन्टा खेल्यौँ त्यसको सिस्टम हुन्छ त्यो बल्छीको त्यो टाँगोको वेट अनि त्यहाँदेखि त्यो मेसिनको त्यहाँदेखि सुताको त्यहाँदेखि त्यो सिभिल त्यहाँदेखि बल्छीको वेट त्यो मिल्नुपर्छ बल्छी 3 नम्बर छ भने सुता 2 नम्बर हुनुपर्छ हो त्यो र मात्रै मिल्छ फेरि 2 नम्बरकै बल्छी लगायो भने मिल्दैन फेरि बल्छी 3 नम्बरको हुनुपर्छ 3 नम्बर अनि भाइको चाहिँ के बिग्रियो सिभिल छैन उसको सिभिल चाहिँ त्यो बल्छी यतिमा छ भने यतिमा सिभिल हुनुपर्छ अनि त्यो सिभिलले चाहिँ त्यो व्हील चाहिँ यसरी घुम्छ कि त्यो बल्छी चाहिँ यसरी घुम्छ कि त्यो घुमेको यसमा चाहिँ माछा आकर्षित भएर चाहिँ बस्छ एउटा कोरी क्रिक त्यहाँ पनि हो क्याम्पिङ एरिया क्याम्पिङ वरिपरि छ यो वरिपरि ए अँ यहाँ डाउनफल प्लाटी प्लस कौरी क्रिक वेलकम टु च्यानल वेलकम टु भ्लग टर्नै छ मेक श्योर सब्सक्राइब द बारा बेदन क्याम्पिङ एरिया यो लेकको वरिपरि 7-8 स्पट छ क्या हजुर क्याम्पिङ यो चाहिँ वान अफ द बेस्ट नै भन्नुपर्छ किनभने यहाँ चाहिँ बिग स्पेस छ होइन अनि कसैले Family, कराउँदा म्युजिक लाउड बजाउँदा चाहिँ के नहुँदो रहेछ फ्यामिली अहिले मान्छे त्यस्तो बिजी छैन अनि यो प्राइभेट होइन त प्राइभेट भन्नाले यो गभर्मेन्टको हो यो नेसनल पार्क हो नेसनल पार्क नै हो यो ए फरकै परेन त्यसो भए त तर अहिले त आज त ठिकै छ किनभने यो त नजिक छैन नि त होइन कस्तो खुल्ला छ हामी पहिला यो चाहिँ गएको थियौँ भने क्याम्पिङ यो चाहिँ किन भने बेस्ट भने फ्यामिलीहरू आउँदाखेरि चाहिँ एकदम ठुलो स्पेस छ एक ठाउँ बस बिजी भयो नि अर्को ठाउँमा गएर बस्न पाइयो यहाँ चाहिँ प्लेन्टी अफ स्पेस छ त्यही भएर चाहिँ दिस इज द अनि यहाँ साइड चाहिँ छैन रहेछ यो साइडमा बस्ने त्यो साइडमा त्यो छैन जहाँ बस्यो बुक चाहिँ गर्नु पर्यो जहाँ बस्यो पायो आनन्द खाली चाहिँ चाहिँ म आफ्नै खुसी बुक चाहिँ गर्नु पर्यो सही नाइस पहिला म बसेकोमा चाहिँ साइड थियो क्या छेउछेउमै अनि अनि पछि त 12 बजीतिर 12 बजीसम्म के को सुत्दैनौ भन्दै थियो त्यस्तो पो त हुन्छ नि नहुन्छ हो नि मान्छेहरू अहिले होइन भरेतिर सिद्धान्त गरे तपाईँ हजुर मेरो शिवगञ्ज कहिले आएको यता चाहिँ म अस्ट्रेलिया भन्नुभयो अस्ट्रेलिया भयो मेरो
के को तयारी हो यो यो एकदमै पोर्क अनि यता पोर्क पोल्नलाई ए चिकन छ तर पोल्नुभन्दा अगाडि यसलाई मजाले म्यारिनेट गरेर हजुर आधी घन्टा जस्तो राखेपछि चाहिँ सबै सही मासु सही भित्र गएपछि एकदम रसिलो हुने चाहिँ त्यो हो नाइस नाइस तयारी भर्खरै सुरु मात्रै हुँदैछ हजुरले साग धोइसक्नु भएको छैन अझै के हो सागै मात्रै खा ए 2 लट ठिक छ सुँगुर यतिले पुग्छ होला चिम्टा छैन हो चिम्टा खोइ दाजु मेरिनेसन अरे त यो त पोर्क मेरिनेसन कोही लिँदैन चिकन विङ्स चिकन विङ्स हल्का सफा गरेर म्यारिनेट गरेर पोल्ने हो ल रेसिपी पनि भन्नु पर्छ भइसक्यो हाम्रो लाइट पनि आयो तपाईँलाई तेल चाहिन्छ ओके ससले नि हो नुहाइदियो आइदियो कि चेप्टा हुँदै हजुर तारामुण्डी त्यो पनि माछा ल्याएको नि बाह्रमन्डी टाइप फिस दाजु खोइ हानौ न नि भेटघाट दाजु दाजुलाई बियर थियो क्या लगेर निनीलाई के अरे निनीलाई दिएर भयो जसलाई दिएर होइन यसमा लाउनु भयो नुन हाल्यो छैन हालेको भर्खर नुन त यहाँ पनि छ धेरै नहाल्नु यहाँ पनि तीनवटा चिजको अघि नै भन्दैछ है अब के गयो त्यो चाहिँ थाहा छैन फेरि सबै अस्ति मैले म्यारिनेट गर्नलाई फेरि हल्का तेल हाल्नै पर्छ क्या होइन त्यही त मोलिँदैन क्या 101 सेफ भएपछि त के टेन्सन नि गर्मीमा चाहिँ बियर दामी हुन्छ नि माछालाई यहाँ अहिले माछालाई त यहाँ छ नि माछालाई नि यहाँ अहिले आगोमा लाएर त्यसमा नि केही होइन यहाँ सोध्दै हुन्छ हाम्रो स्पिकर चाहिँ कहाँ छ सोनाम खुसी लागिरहेको खुसी होइन ए बोल्ने रमाइलो लागिरहेछ त्यो चाहिँ हो फेरि झोलामा छ कहाँ त ल्याउ न अमितै यहाँ प्रपञ्च ल्याउ न अब यहाँनिर प्रश्न उत्तर गीत गाउने नाच्ने पो हुन्छ प्योर पत्रकार त दाइ छ त दाइ भनिहाल्नु त नि अलिअलि सिधाउनु पर्छ कि अलिअलि सिधाउनु पर्छ महानुभावहरूलाई धेरै धेरै स्वागत गर्दछु दामी ल आज यस कार्यक्रममा पाल्नुहुने एकजना माननीय ज्यूहरू कर्मचारी त नभन्नु है दाइ माननीय ज्यूहरूलाई हार्दिक स्वागत गर्दछु आज यस कार्यक्रममा मेरो पहिलो प्रस्तुति पहिलो प्रस्तुति ल एकछिनै यहाँ सञ्चालक हुनुभयो क्या तपाईँ होइन प्रस्तुति पनि उहाँले नै दिनुहुन्छ सञ्चालक प्रस्तुति दुईटै दुइटै 2 in 1 प्रतिभाशाली हो उहाँ बहु प्रतिभाशाली बहु त्यो पनि को नाच्ने
Please. सुखमा आएर भेना उठिरहेको कोना कोना कसरी सम्झेनी पहिला एक्सन गर्दै तर के हुँदैछ यहाँ तर के अब आजको यस कार्यक्रममा रामकृष्ण ढकालज्यूको Get $0 delivery fees on your first order. यो एड बजेर त छैन नि फेरि ओ दामी सङ हेलो होइन आउँदैछ पार आउँदैछ पार आउँदैछ नि त कसो पार आउँदैछ नि त आउँदैछ रहेछ त हो दाजुको स्वर त यार फुल्न बन्छ फुलेर हो जुन बन्छ चम्केर हो मन त भन्छ सबैसँग माया मोह राखेर हुँ होइन के हुँदैन 3 सेकेन्ड ए चुन्जेलीलाई नपरोस् पत्थरले गुस्का बरु बटलरी साइगाउँदिन आकाश बरु आफै उडिदिन्छु कसको शान्ति मिल्छ सपना त सपना हो विपनी मारिहाल्छ विपनी पाचुन्जेलीलाई होइन गाउँ न वान सर्ट वान टाढा टाढा टाढाको गीतले सम्झनालाई सम्झनाको गीतले बिर्सनलाई सम्झनाको गीतले गाउँलेको टाढाको गीतले गाजला बगरा भुलेर ल अब यहाँ चाहिँ माइक चेक हुँदैछ अब अमित ब्रोले हान्दैछ है अमित ब्रो र हाम्रो सेरु सिंगर जान्न नि के भएको मायाको डोरीले तिमीलाई बढौला मायाको डोरीले तिमीलाई बढौला दिलको मोटर कारमा तिमीलाई चढौला सम्झना बिर्सना गन्जा बढ्यो तिर्सना सालालाला बुवा खोइ खानु त एकचोटि ल एक ड्रिङ्क हेलो चेस ल चेस होइन ए खै त यो ठाउँमा मगमगाउने फुलहरू फुल्दा रहेछन् रे यो ठाउँमा मगमगाउने फुलहरू फुल्दा
फोन बनाई झिमझिमाउने परेली बोल्दा रहेछन् रे गुनगुनाउने भैँसालु गफरा रुँदा रहेछन् रे मुरली झरेसे मजाउला रेलीमै चढक चढेसी मजाउला रेलीमै चढक चढेसी सम्झना बिर्सना साला ला 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 झन्झन बढ्यो तिर्सना साला ला 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 बिर्सना साला ला 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 झन्झन बढ्यो तिर्सना यहाँले छोला खरो तिम्रो त्यो मनमा मेरो पिराती कुन्दी नफुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दी नभुल्ने हो तिम्रो त्यो मनमा मेरो पिराती कुन्दी नभुल्ने हो मलाई सम्झेर संसारलाई खोइ त तिमी कुन्दी नभुल्ने हो तपाईँ हो क्या बल्ल जोसिनु भयो जीवन भरि छातीमा राखी मायाले बेबौला जीवन भरि छातीमा राखी मायाले छोपौला तिम्रो त्यो मनमा मेरो पिराती कुन्दी नफुल्ने हो म्युजिक आज चाहिँ जोस् क्याम्पिङमा रमाइलो हुँदैछ होइन सबैजना रमाइलो गर्दैछन् ठिक छ केहरू के गर्दैछ बेचिरहनु नपरेर रुझाइरहनु नपर्खेर तिमी जस्तै शीतल उनको ओ सुजन चापागाई सेकेन्ड भर्जनहरू के हो दाजु खाँदै हो खाने हो नि खानु चाहिँ पर्यो है फेरि खाने हो खानु पर्यो म ल्याइदिउँ अब बबाल भयो होइन सेफ हेर न सेफ होइन सेफ पनि हो तर दामी भएछ Everybody can do Yeah, come this side. Serena, come this side. It smell bad. Yata आऊ न होइन अलिअलि भन्दा फरक एकछिन ल के हुन्छ अब अब हुर्र खोइ थाहा भएन खेलिरह हो अहिलेसम्म